कुटनीतिक रूपमा विजयी बनाउनेछ। वाणिज्यकरणको कारणले गर्दाखेरि आज बोलीको माध्यमबाट ठुलो धन आर्जन हुन सक्ने खालको योग रहेको छ भने घर जग्गाको कागजी प्रक्रियामा केही प्राविधिक त्रुटिहरू चाहिँ सच्याउने खालको आज दिन रहेको छ भने प्रेम सम्बन्धमा केही अनावश्यक आशंका जन्मिन सक्ने खालको योग पनि रहेको छ। शत्रुहरूले तपाईँको चाहिँ प्रतिष्ठामा चाहिँ धक्का पुर्याउने प्रयास गर्नेछन् भने महत्त्वपूर्ण निर्णय लिँदाखेरि अन्तिम समयमा विचार बदल्नु पर्ने खालको परिस्थिति आउन सक्छ। सजगता अपनाउँदा उत्तम। वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। नारायणम हरिओम तत्सत। सधैँ चाहिँ आज पनि म उपस्थित भइसकेको छु च्यानल अफ नेपालको दैनिक राशिफल कार्यक्रममा। यहाँहरूलाई हाम्रो कार्यक्रम कस्तो लाग्दैछ सल्लाह सुझाव दिँदै गर्नुहोला। र म कार्यक्रम प्रस्तोता ज्योतिष पण्डित सुदेव ढुङ्गाना र आजको कार्यक्रम सुरुवात गरौँ पञ्चाङ्ग सेगमेन्टबाट। आज 2082 साल फागुन 29 मार्च 13 2026 सिद्धार्थी नामको संवत्सर शिशिर ऋतु फाल्गुन मास चैत्र कृष्ण पक्ष दशमी तिथि आज रहेको छ भने शुक्रबारको दिन आज रहेको छ। पूर्वाषाढा नक्षत्र आज रहेको छ भने व्यतिपात योग। वाणिज्यकरण आज रहेको छ भने सूर्य कुम्भ राशिमा रहेका छन्, चन्द्रमा धनु राशिमा रहेका छन् भने बृहस्पति मिथुन राशिमा रहेका छन्। यो हाम्रो पञ्चाङ्ग सेगमेन्ट पछाडि हामी सुरुवात गरौँ राशिफल सेगमेन्टतिर। सुरुवाती राशि मेष राशि। पूर्वाषाढा नक्षत्रको प्रभावले गर्दाखेरि आज तपाईलाई पानी वा तरल पदार्थको व्यापारबाट अचानक फाइदा हुन सक्ने खालको योग रहेको छ। व्यतिपात योगले गर्दाखेरि महत्त्वपूर्ण निर्णय लिँदाखेरि अन्तिम समयमा विचार बदल्नु पर्ने खालको परिस्थिति आउन सक्छ। सजगता अपनाउँदा उत्तम। र आज तपाईले अपरिचित चाहिँ समूहसँग चाहिँ सतर्कता अपनाउँदा उत्तम। तपाईँ चाहिँ ठगिन सक्ने, तपाईलाई चाहिँ तपाईका चाहिँ सरसामानहरू लुटिन सक्ने खालको पनि योग छ। सतर्कता अपनाउँदा नै उत्तम हुनेछ। स्वास्थ्य र जोखिममा भने आज नाकभित्रको हड्डीमा चोट लाग्न सक्ने वा अचानक चाहिँ हाडमा केही समस्या आउन सक्ने, झड्काहरू आउन सक्छ। सतर्कता अपनाउँदा उत्तम। र आज हजुरहरूको लागि लक्की नम्बर 214 रहेको छ भने लक्की कलर हल्का नीलो कलर रहेको छ। वृक राशि। अष्टम भावको चन्द्रमा र व्यतिपात योगले गर्दाखेरि आज केही अदृश्य चुनौती दिन सक्ने खालको दिन रहेको छ। तर पूर्वाषाढा नक्षत्रले गर्दाखेरि शुक्रकै नक्षत्र यो भएको कारणले गर्दाखेरि सौन्दर्य वा कलाका सामग्रीबाट लाभ हुन सक्ने खालको पनि योग छ। रोकिएको बिमा वा पैतृक सम्पत्तिहरू फाइनल भएर अगाडि बढ्नेछन् भने पारिवारिकसँगका सम्बन्धहरू पनि एकदमै उत्तम भएर जान सक्ने खालको योग छ। स्वास्थ्य र जोखिममा भने आज दाँतको जरामा अचानक केही चाहिँ पिप जम्न सक्ने वा गिजा सुनिन सक्ने खालको योग रहेको छ भने घरमा चाहिँ भुइँ सफा गर्दाखेरि लड्न सक्ने, ठोकिन सक्ने खालको योग छ। सतर्कता अपनाउँदा उत्तम। आज हजुरहरूको लागि लक्की नम्बर 307 रहेको छ भने लक्की कलर भनेको चाहिँ मिल्की व्हाइट कलर रहेको छ। मिथुन राशि। सप्तम भावको चन्द्रमा र वाणिज्यकरणले गर्दाखेरि आज नयाँ व्यापारिक डिल वा साझेदारीहरूको लागि दिन उत्कृष्ट रहेको छ। पूर्वाषाढा नक्षत्रले गर्दाखेरि तपाईको योजनामा जीवनसाथीको चाहिँ ठुलो आर्थिक सहयोगदेखि लिएर ठुलो सहयोग मिल्ने देखिन्छ भने व्यतिपात योगले गर्दाखेरि साँझपख सानो यात्रा हुन सक्ने, त्यस्ता यात्राहरू अगाडि बढ्न सक्ने खालको पनि योग छ। स्वास्थ्य र जोखिममा भने आज दाहिने कुमको नसा अचानक चाहिँ केही खुम्चिन सक्ने, च्याप्पिन सक्ने खालको योग रहेको छ भने भिडभाडमा जाँदाखेरि आफ्नो चाहिँ झोलाको चेन कसैले चाहिँ झुकाएर चाहिँ तान्न सक्ने, आफ्ना चाहिँ विशेष खालका वस्तुहरू चोरी हुन सक्ने खालको पनि योग छ। सतर्कता अपनाउँदा उत्तम। आज हजुरहरूको लागि लक्की नम्बर 128 रहेको छ भने लक्की कलर भनेको सामुद्रिक हरियो कलर रहेको छ। कर्कट राशि। छैठौँ भावको चन्द्रमा र व्यतिपात योगले गर्दाखेरि आज शत्रुहरूले तपाईँको चाहिँ प्रतिष्ठामा चाहिँ धक्का पुर्याउने प्रयास गर्नेछन् भने तर पूर्वाषाढा नक्षत्रले गर्दाखेरि तपाईँलाई विजयी बनाउने खालको पनि योग छ। विशेष गरी सरकारी वा कानुनी क्षेत्रमा लागेकाहरूको लागि आजको दिन चाहिँ अलिकति थोरै केही काम ढिलो हुन सक्ने, अलिकति तपाईँका कामहरू सुस्त हुन सक्छन्, तर अन्तिममा भने कामहरू सफलतासँग चाहिँ सम्पन्न हुन सक्ने खालको योग पनि छ। स्वास्थ्य र जोखिममा भने आज खुट्टाको नङ अलिकति गाडिएर चाहिँ अलिकति अचानक पीडाहरू हुन सक्ने खालको सम्भावना रहेको छ भने चाहिँ भान्सामा ग्यासको
पाइप रेगुलेटरहरूबाट चाहिँ ग्यास लिक हुन सक्ने खालको योग छ। सतर्कता अपनाउँदा उत्तम। आज हजुरहरूको लागि लक्की नम्बर भनेको 449 रहेको छ भने लक्की कलर भनेको सिल्भर ग्रे कलर रहेको छ। सिंह राशि पञ्चम भावको चन्द्रमा र पूर्वाषाढा नक्षत्रले गर्दाखेरि आज सृजनात्मक क्षेत्र लेखन सङ्गीतमा लागेकाहरूका लागि राष्ट्रिय स्तरको सम्मान प्राप्त गर्न सक्ने खालको दिन रहेको छ भने व्यतिपात योगले गर्दाखेरि आज प्रेम सम्बन्धमा केही अनावश्यक आशंका जन्मिन सक्ने खालको योग पनि रहेको छ। आफ्नो चाहिँ प्रेमी प्रेमिकासँग चाहिँ आशंकाका कुराहरू हुन सक्नेदेखि लिएर अलिकति चाहिँ शङ्का उपशङ्काका कुराहरू हुन सक्छन्। सतर्कता अपनाउँदा उत्तम। वणिज कारणले गर्दाखेरि सानो लगानीबाट ठुलो मुनाफा हुने खालको आज दिन रहेको छ भने स्वास्थ्य र जोखिममा भने आज मुटुको धड्कन अचानक बढ्न सक्ने, अलिकति मनमा डर त्रासहरू सृजना हुन सक्छ। सतर्कता अपनाउँदा उत्तम। आज हजुरहरूको लागि लक्की नम्बर 151 रहेको छ भने लक्की कलर भनेको हल्का आकाशे नीलो कलर रहेको छ। कन्या राशि चौथो भावको चन्द्रमा र पूर्वाषाढा नक्षत्रले गर्दाखेरि आज घरको वातावरणमा विलासी र चाहिँ सुखद वातावरण प्रदान हुने त्यस्तो खालको वातावरण मिल्नेछ भने व्यतिपात योगका कारणले गर्दाखेरि आमाको स्वास्थ्यमा केही समस्या र औषधिहरूमा चाहिँ आफ्नो पैसा खर्च हुन सक्ने खालको योग छ। वणिज कारणले गर्दाखेरि घर जग्गाको कागजी प्रक्रियामा केही प्राविधिक त्रुटिहरू चाहिँ सच्याउने खालको आज दिन रहेको छ भने स्वास्थ्य र जोखिममा भने आज घाँटीमा माछाको काँडा वा घाँटीमा चाहिँ केही चाहिँ सामानहरू अड्केर चाहिँ असहजता हुने खालको योग पनि रहेको छ र घरमा वासिङ मेसिन वा पानीको मोटर चलाउँदाखेरि सावधानीपूर्वक चलाउनु होला, नत्र ती सामानहरू चाहिँ बिग्रन सक्ने, त्यहाँको पानीले आफूलाई भिज्न सक्ने खालको योग छ। हजुरहरूको लागि आज लक्की नम्बर 288 रहेको छ भने लक्की कलर हल्का सेतो कलर रहेको छ। तुला राशि तेस्रो भावको चन्द्रमा र व्यतिपात योगले गर्दाखेरि आज छिमेकी वा भाइ बहिनीसँगको आर्थिक लेनदेनमा विवाद हुन सक्छ भने तर पूर्वाषाढा नक्षत्रले गर्दाखेरि तपाईँलाई कूटनीतिक रूपमा विजयी बनाउने छ। छिट्टो चाहिँ वा चाहिँ छोटो खालको यात्राको चाहिँ योग रहेको छ भने आज चाहिँ वा नयाँ विलासी वस्तुहरू नयाँ वस्तुहरू खरिद गर्ने खालको पनि आज योग रहेको छ। स्वास्थ्य र जोखिममा भने आज कानको भित्री भागमा अचानक केही चिलाउन सक्ने, केही पानी पसेर असहजता हुन सक्ने खालको योग रहेको छ भने बाटामा हिँड्दाखेरि चाहिँ सडकमा चाहिँ लड्न सक्ने, आफ्नो मोबाइलहरू हातबाट खस्न सक्ने खालको योग रहेको छ। सतर्कता अपनाउँदा उत्तम। आज हजुरहरूको लागि लक्की नम्बर 333 रहेको छ भने लक्की कलर भनेको वैजनी पर्पल कलर रहेको छ। वृश्चिक राशि दोस्रो भावमा चन्द्रमा र वणिज करणको कारणले गर्दाखेरि आज भोलिको माध्यमबाट ठुलो धन आर्जन हुन सक्ने खालको योग रहेको छ भने पूर्वाषाढा नक्षत्रले गर्दाखेरि गहना वा तरल पदार्थको कारोबारमा फाइदा हुने देखिन्छ भने व्यतिपात योगले गर्दाखेरि साँझपख परिवारमा केही चाहिँ तनाव हुन सक्ने, अलिकति केही असहजता हुन सक्ने खालको पनि योग सृजना भएको छ। स्वास्थ्य र जोखिममा भने आज तातो र पिरो खाने वस्तुहरूद्वारा चाहिँ कब्जियतका समस्याहरूदेखि लिएर यस्ता कुराहरू देखिन्छ र घरमा फर्निचरको कुना वा चाहिँ टेबलको चाहिँ धारिलो भागले चाहिँ खुट्टाहरू चाहिँ ठोकिन सक्ने, खुट्टाहरूमा केही चोटपटक लाग्न सक्छ। सतर्कता अपनाउँदा उत्तम। र आज हजुरहरूको लागि लक्की नम्बर 159 रहेको छ भने लक्की कलर भनेको गाढा कलेजी कलर रहेको छ। धनु राशि तपाईँकै राशिमा चन्द्रमा र पूर्वाषाढा नक्षत्र रहेको कारणले गर्दाखेरि आज तपाईँको व्यक्तित्वमा निकै आकर्षण देखिने खालको योग रहेको छ भने व्यतिपात योगले गर्दाखेरि तपाईँको काममा केही ढिलाइ हुन सक्छ तर चाहिँ ती कामहरू सिद्ध हुन सक्ने, ती कामहरू बन्न सक्ने खालको एउटा राम्रो योग छ। बिहिबारको प्रभावले गर्दाखेरि धार्मिक वा सामाजिक नेतृत्व गर्ने अवसर हजुरहरूलाई मिल्नेछ भने सामाजिक प्रतिष्ठा पनि वृद्धि भएर जाने देखिन्छ। स्वास्थ्य र जोखिममा भने आज टाउको दाहिने भागमा अचानक कडा नसा भगभग भए जस्तो नसामा चाहिँ खुन सञ्चालन हुनुमा अलिकति केही असहजता भए जस्तो खालको योग रहेको छ भने सतर्कता अपनाउँदा उत्तम। आज हजुरहरूको लागि लक्की नम्बर 505 रहेको छ भने लक्की कलर भनेको शाही नीलो कलर रहेको छ। मकर राशि
वानुभावको चन्द्रमा र व्यतिपात योगले गर्दाखेरि आज वैदेशिक लगानीमा केही जोखिम देखिन्छ भने तर पूर्वाषाढा नक्षत्रले गर्दाखेरि विदेशमा रहेका आफन्तबाट शुभ समाचार प्राप्त हुन सक्ने खालको शुभ चाहिँ उपहार प्राप्त हुन सक्ने खालको योग पनि रहेको छ। वणिज कारणले गर्दाखेरि अनावश्यक चाहिँ विलासिताका वस्तुहरूमा चाहिँ पैसा खर्च हुने खालको योग रहेको छ। हजुरहरूले नियन्त्रण गर्नुपर्ने हुनसक्छ। स्वास्थ्य र जोखिममा भने आज पैतालाको छाला फुट्न सक्ने वा चाहिँ कुर्कुच्चामा अचानक चाहिँ सियोले केही घोपे जस्तो त्यस्तो खालको पीडा हुनसक्छ र राति ड्राइभिङ गर्दाखेरि विपरीत दिशाबाट आउने गाडीको चाहिँ चर्को हेडलाइटले गर्दाखेरि आँखामा केही समस्या आउनसक्छ। सतर्कता अपनाउँदा उत्तम। आज हजुरहरूको लागि लक्की नम्बर 101 रहेको छ भने लक्की कलर भनेको गाढा खरानी कलर रहेको छ। कुम्भ राशि 11औं भावको चन्द्रमा र पूर्वाषाढा नक्षत्रले गर्दाखेरि आज आम्दानीका नयाँ र रमाइला मार्गहरू खुल्ने देखिन्छ भने व्यतिपात योगले गर्दाखेरि ठुलो आफूभन्दा ज्येष्ठ दाजुभाइ आफूभन्दा ज्येष्ठ व्यक्तिसँगको सल्लाहमा केही चाहिँ कामहरू गर्नुभयो भने ती कामहरू चाहिँ अलिकति केही असहजता हुन सक्ने ती कामहरू चाहिँ सफल नहुन सक्छन्। त्यस कारणले गर्दाखेरि होसियार हुनुहोला। तर वाणिज्य कारणले गर्दाखेरि सेयर बजार वा अनलाइन व्यापारबाट भने आज सोचेभन्दा बढी नाफा हुने देखिन्छ। स्वास्थ्य र जोखिममा भने आज देब्रे हातको नाडीमा अचानक चाहिँ झमझमाट वा चाहिँ नसा चेपेको खालको समस्या आउन सक्छ र भिडभाडमा जाँदाखेरि तपाईँको चाहिँ सुनको सिक्री बहुमूल्य वस्तुहरू हराउन सक्छ। सतर्क रहनुहोला। आज हजुरहरूको लागि लक्की नम्बर 420 रहेको छ भने लक्की कलर भनेको विद्युतीय नीलो कलर रहेको छ। मीन राशि 10औं भावको चन्द्रमा र पूर्वाषाढा नक्षत्रले गर्दाखेरि आज कार्यक्षेत्रमा तपाईँको पद र प्रतिष्ठा वृद्धि भएर जाने देखिन्छ भने व्यतिपात योगका कारणले गर्दाखेरि हाकिमसँग केही वैचारिक मतभेद हुन सक्छ। सतर्कता अपनाउनुहोला। तर तपाईँको तर्कको कारणले गर्दाखेरि चाहिँ टर्न सक्ने खालको पनि एउटा सामान्य योग रहेको छ। शुक्रबारको प्रभावले गर्दाखेरि कार्यालयमा महिला सहकर्मीको सहयोगमा ठुलो प्रोजेक्टहरू सफल हुने देखिन्छ भने स्वास्थ्य र जोखिममा भने आज घुँडाको जोड्नीमा अचानक झड्का लाग्ने वा हड्डी चाहिँ कड्किने हड्डीमा केही समस्याहरू आउन सक्छ। सतर्कता अपनाउँदा उत्तम। आज हजुरहरूको लागि लक्की नम्बर 303 रहेको छ भने लक्की कलर भनेको हल्का ग्रे कलर रहेको छ। र आज विशेष सबै राशिको लागि विशेष सुझाव के रहेको छ भने आज व्यतिपात योग र पूर्वाषाढा नक्षत्र भएको कारणले गर्दाखेरि आज शिवलिङ्गमा दुध र पानीको मिश्रण अर्पण गर्नुभयो भने र सेतो वस्तुहरू दान गर्नुभयो भने तपाईँको अड्केका कामहरूदेखि लिएर तपाईँका चाहिँ असहजता भएका कामहरू सबै बन्दै जानेछन् भने तपाईँहरूको दिनहरू पनि एकदम शुभ भएर जाने देखिन्छ। र हजुरहरूलाई हाम्रो कार्यक्रम कस्तो लाग्दैछ सल्लाह सुझाव दिँदै जानुहोला। र हाम्रो च्यानलमा अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन र चाहिँ फेसबुक इन्स्टाग्राम टिकटक युट्युबमा अहिलेसम्म चाहिँ तपाईँहरूले चाहिँ लाइक गर्नुभएको छैन सब्सक्राइब गर्नुभएको छैन भने अनिवार्य गर्नुहोला। र हामी फेरि भोलि भेट हुने वाचा गर्दै आजलाई बिदा हुन चाहन्छौँ। नारायणम हरिओम तत्सत्।